आज म यहाँ हजुरहरूलाई मौरीको गोला एउटा घरमा सारेर अर्को ठाउँमा स्थानान्तरण गर्न कसरी गरिन्छ र त्यो ठाउँमा स्थानान्तरण गरेछ जुन ठाउँमा हामीले जस्तो हाम्रो बगैँचा घरमा लानुपर्ने हो, घरमा लगिसकेपछि चाहिँ के काम गर्नुपर्ने हुन्छ भन्ने चाहिँ कुरा यहाँ सिकाउन गइरहेको छु। अब पहिला हामीले यो घरमा रानी छ कि छैन पहिला त्यो हेर्नुपर्ने हुन्छ। रानी छ भने त्यहाँ अन्डाहरू लार्भाहरू देखिन्छन्, छैन भने अन्डा लार्भाहरू देखिँदैनन्। तसर्थ हामीले एकदम ध्यानपूर्वक चाहिँ रानी मौरी खोज्नुपर्ने हुन्छ। रानी मौरी अनि त्यसपछि त्यसका अन्डाहरू लार्भाहरू सबै हेरिसकेपछि चाहिँ त्यो घारका फ्रेमहरू अर्को घार हामीले जुन घार लैन्छ त्यसमा सार्न सकिन्छ। एउटा कुरा हुन्छ हामीले नयाँ घरै किन्न सक्छौँ, एउटा चाहिँ आफ्नो घार लगाएर घरमा मौरी ल्याउन पनि सकिन्छ। मैले त्यो घरमा मौरी ल्याउन सिकाएको छु। यहाँ हेरौँ कि यहाँनिर चाहिँ रानी मौरी देखिएको छ। त्यहाँ अलिकति रानी मौरी कस्तो हुन्छ कसरी चिन्ने भन्ने मैले अघिल्लो भिडियोहरूमा पनि देखाइरहेको छु। त्यो हेरेर पनि हामीले बुझ्न सकिन्छ। अब हामीले यो जुन हामीले यो एउटा मात्र फ्रेम देखिएको छ त्यो घरमा चाहिँ अर्को घरबाट मैले जुन थिएँ त्यो घरमा चाहिँ मौरीहरू राख्दैछौँ। यसमा 4 फ्रेम मौरी छ, रानी छ। अब यही 4 फ्रेमलाई बढाएर चाहिँ यो मेरो चाहिँ 9 फ्रेमवाला घर हो। 10 फ्रेमभन्दा एक साइज अलिकति सानो घार छ। त्यो पुगिसकेपछि मात्र मैले चाहिँ 8 फ्रेम भरिसकेपछि सुपर चढाउँछु। यो अब तोरीको सिजनमा चाहिँ यो ठ्याक्क सुपर चढाउन ठिकै हुन्छ होला जस्तो लागिरहेछ। मैले यो एकदम मनोरम दृश्य खोलाको छेउमा एकदम मौरी सार्ने काम यहाँ हाम्रो एकदम दाजुले गरिरहनु भएको छ। यो चाहिँ हाम्रो कास्कीको तालचोकबाट भित्र छिर्नुपर्ने ठाउँ हो यो। अब हामीले यो यताबाट 4वटा फ्रेम उता सारिसकेपछि के कुरा ध्यान दिनुपर्छ भन्दा यतिकैलाई जाँदा चाहिँ फ्रेमहरू सबै हल्लिने हुँदा हामीले त्यसमा चाहिँ सबै फ्रेमहरूलाई एकदम फुल भरेर एकदम टाइट गर्नुपर्ने हुन्छ। टाइट गरिएन भने चाहिँ के हुन्छ भन्दा गाडीमा लैजाँदाखेरि यताउता हल्लिएर ठोक्किएर फ्रेमहरू चाकाहरू चाहिँ खस्न सक्छन्। अब यहाँ त मौरीहरू बाँकी छन्, अब मौरी आउँदैछन्। ती मौरीलाई के गर्ने भन्दाखेरि पुरानो घरलाई हामीले यता ठोक्क्यो, त्यसपछि यसमा हामीले यो योले चाहिँ छेक्छौँ अनि त्यसपछि यो माथिको सानो ढकनीले छेक्छौँ। त्यसपछि यहाँ चाहिँ पहिलेकै मौरी घार भएको ठाउँमा घारलाई राखियो भने ती बाहिर चरनमा गएका मौरीहरू पनि आउँदाखेरि यसमा छिर्छन्। र हामीले यो लगभग 5:30 बजेतिर गरिरहेछौँ। अब 6 बजे 6:30 बजेतिर चाहिँ अँधारै हुन्छ। अझै ढिलो गरेको भए पनि राम्रो हुन्थ्यो। र अब मौरीहरू बाहिर ननिस्क्यौन् र भित्र छिरेका मौरी बाहिर ननिस्क्यौँ भनेर हामीले चाहिँ यो एउटा डप्टीलाई यो कार्टुनको चेतेर यसमा चाहिँ एकदम टाइट गराएका छौँ जहाँबाट चाहिँ मौरी नछिरोस् भनेर। र माथिको जुन फ्रेम छ त्यो जुन छेकाबाद छ यो माथिको छ पनि सानोवाला त्यसमा चाहिँ अब हामीले 4तिर चाहिँ 4वटा काटीहरू चाहिँ ठोकिदिन्छौँ। 4वटा काटी ठोकिसकेपछि त्यहाँबाट मौरीहरू चाहिँ बाहिर आउन सक्दैनन्। र यो बिचको जुन जाली ठोकेको छ त्यो जालीबाट पनि हावा छिर्न सकोस् त्यसलाई चाहिँ पुरै बन्द गर्नुहुन्न, त्यहाँबाट चाहिँ हावा छिर्नुपर्छ। किनभने त्यहाँबाट हावा छिरेन भने अन्तबाट हावा छिर्ने ठाउँ हुँदैन। त्यही भएर त्यो हावा छिर्ने ठाउँ राखेर जाली ठोकेर हामीले चाहिँ सबैतिर जाली ठोक्छ। र मौरीहरू आइरहेका कारणले फेरि पनि थोरै मौरीहरूलाई चाहिँ जान दिनुको लागि चाहिँ थोरै खोलिदिएको छ। त्यो सबै मौरी छिरिसकेपछि हामीले यसलाई चाहिँ बन्द गर्छौँ। र यो पहिला राखिएकै घरको नजिकै यो घार राखेको हुनाले मौरीहरू चाहिँ त्यहीँ आइरहेछन् है। हामीले यदि यसलाई पलतिर सारेर काम गरियो भने फेरि मौरीहरू चाहिँ यो ठाउँमा आउँछन् र कता जाने भन्ने चाहिँ मौरीहरू अलिकति अलमलमा पर्छन्। र यो काम गरिसकेपछि मेरो यो अलिकति पुरानो घार हो, पहिलाकै मौरी राखिरहेको घार हो भने अब यसमा चाहिँ अब पुवालहरू छिद्रहरू हुन्छन्, हामी ख्याल गर्नुपर्छ। त्यहाँबाट चाहिँ मौरी निस्किरहन सक्छन्। तसर्थ हामीले के ध्यान दिनुपर्छ भन्दाखेरि चाहिँ यस्तो जहाँ चाहिँ चरहरू परेको छ त्यो चरहरू भएको ठाउँमा चाहिँ यसरी काठको धुलो र फेभिकोल घोलेर हामीले चाहिँ यो
एउटा टाँस्नको लागि बनाएको छौँ त्यो अनुसार चाहिँ बनाइयो। र मैले आफ्नो ठाउँमा चाहिँ मौरी पुर्याइसकेपछि राति यो मौरीलाई चाहिँ अब एकदम गुम्म परेको थियो। अब खोलिदिने अगाडिको ढोका जुन मौरीको छिर्ने ठाउँ छ त्यो पनि खोलिदिइसकेको छु र त्यो खोलिदिएपछि अलिकति अब पास पनि भएको छ। अब रातिको मौसम भएको हुनाले मौरीहरू चाहिँ ओहोर दोहोर चाहिँ अहिले यति बेला चाहिँ गर्दैनन्। अब यसमा चाहिँ मैले आज मेरो फार्ममा चाहिँ 2टा मौरीका घरहरू अर्को फार्मबाट चाहिँ यहाँ ल्याएर थपेको छु र यो गरिसकेपछि माथिको ढकनी निकालिसकेपछि चाहिँ मैले त्यहाँभित्रको टाइट गरेको फ्रेमहरू निकालेर अब यसलाई चाहिँ चास्नी दिने व्यवस्था गर्छु। किन भन्दा मौरीहरूलाई चाहिँ ढुवानी गरेर ल्याइसकेपछि चाहिँ हामीले सकेसम्म मौरीहरूलाई साँझको मौसममा चाहिँ समयमा चास्नी चाहिँ दिनुपर्छ। चास्नी बनाउने तरिका पनि मैले अघिल्लो भिडियोहरूमा तपाईँहरूलाई सिकाएको छु। त्यो चास्नी बनाएर हामीले चाहिँ यता छेउमा फ्रेमको नजिकै ठ्याक्क चास्नी दिन्छौँ। अनि यो चास्नी दिइसकेपछि यो मौरीहरू चाहिँ तल घर खाएर कहिलेकाहीँ चाहिँ पानी त्यो चास्नीमै डुब्ने निस्किन नसक्ने हुन्छ। तसर्थ हामीले चाहिँ त्यहाँ चाहिँ दाउराहरू राखिदिएका छौँ जसले गर्दा चाहिँ मौरी चास्नी खान गए पनि त्यहाँबाट चाहिँ त्यही दाउराको माध्यमबाट माथि आउन सकुन्, त्यहाँ चाहिँ ननिस्किउन् भनेर चाहिँ गरिदिएका छौँ। र त्यो काम भइसकेपछि अब यसरी माथिबाट हामीले ठुलो हाम्रो कभर जुन चाहिँ ठुलो ढकनी छ त्यो चाहिँ राखेर यसरी छोडिदिन्छौँ र बिहानै उठेर चाहिँ अब कति खायो के खायो भने चाहिँ हामी बिहानै यसरी अब बिहानै हेर्ने नै छौँ। र बिहान भइसकेपछि चाहिँ त्यो दिन चाहिँ मौरीले चास्नी खाएको थिएन, मैले त्यो चास्नी फाल्दिएँ र फेरि एक दिन बिराएर मैले फेरि मौरीलाई चास्नी दिनेछु।